तपाईले कहिले यस्तो फिल्म हेर्नु भएको हुन्छ जहाँ मान्छेहरू सामान होइन आफ्नै भावना बेचिरहेका हुन्छन्। म छोरी बेच्न दिन्न। मैले जन्माएर हुर्काएको मेरो सन्तान हो त्यो। त्यसको बाउ बने पनि आमा बने पनि म र मेरो छोरीले के गर्छ भन्ने अधिकार म आमालाई मात्रै छ। आफूले कुन मुखले आमा भन्छस्? आमा भनेको नि आफ्नो ज्यानको बाजी राखेर बाको मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछन्। तर त यो फिल्म हेर्दा कथा सकिन्छ तर पीडा मन भित्रबाट सुरु हुन्छ। मेरो आमाले यही गरे हो, मैले यही गर्दैछु, मेरो छोरीले पनि यही गर्ने। आमालाई माफ गर्दै छोरी। नेपाली सिनेमामा यति धेरै इमोसन बोकेको फिल्म सायद तपाईहरूले यो भन्दा पहिले हेर्नु भएको छैन होला। सहर चम्किरहेको थियो तर केही अनुहारहरू भित्रै डढिरहेको थियो। यहाँ प्रेम पनि सस्तो छैन अनि विश्वास त झन् भेटि नै छोड्यो। कसैले सपना बेच्यो र कसैले आफ्नो मान्छे गुमायो अनि अन्तमा बाँकी रह्यो केवल पीडा। यो सिर्फ एउटा फिल्म होइन, यो समाजमा लुकाएको सत्य हो। लाली बजार जहाँ भावना भन्दा माथि पैसा बोल्छ, यस्तो इमोसन बोकेको फिल्म लाली बजार जुन समाजमा हरेक नेपालीले हेर्नै पर्छ। र यसको विरोध चाहिँ किन भइरहेको छ? के छ त आखिर त्यस्तो फिल्ममा? तपाईहरूले यो फिल्म हेर्नुभयो त? तपाईहरूलाई कस्तो लाग्यो? यस फिल्मबाट के बुझ्नुभयो भनेर कृपया तपाईहरूका मत कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला साथीहरू। र यो भिडियो मन पर्यो भने भिडियोलाई शेयर पनि गरिदिनु होला। आउने दिनहरूमा अझै यो भन्दा पनि राम्रा विषयका भिडियोहरू हेर्न चाहनुहुन्छ भने कृपया हाम्रो यस पेजलाई फलो पनि गर्नु होला।